स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल SKS46 मा। अनि आज हामी कुरा गर्न गइरहेको छौं एकदमै सिरियस टपिकमा, जुन चाहिँ हो नेपालमा भइरहेको ट्राफिक पुलिसबाट हुने करप्सन। के यो करप्सन चाहिँ ट्राफिक पुलिसले मात्र गरिरहेको हो अथवा हाम्रो नै मिलेमित छ यो करप्सन गराउनुमा? सो यही कुरामा हामी कुरा गर्नेछौं। सो मैले चाहिँ अहिले ट्राफिक पुलिसहरुमा रिसेन्टली भइरहेको करप्सनको बारेमा कुरा गर्न गइरहेको छु। यसलाई चाहिँ मैले 4 देखि 5 वटा पोइन्टमा छुट्याएको छु। सो सिधै हामी जाउँ टपिक्समा। पहिलो कुरा गर्नु पर्दाखेरि लो स्यालेरी र फाइनान्शियल स्ट्याटस। जति पनि अहिले ट्राफिक पुलिसमा जागिर खाइरहनु भएको छ उहाँहरु आफै नै अहिले रिसेन्टली चाहिँ जागिर छोड्दै कोही मान्छे कोरिया जाने, कोही कुन देश जाने, एकदमै बाहिरै पलायन हुन खोजिरहनु भएको छ। इभन असही सम्मको पदमा भइरहेको मान्छे पनि जागिर छोडेर विदेश जान खोजिरहनु भएको छ, जसले चाहिँ एकदमै यहाँ घुस नखाइकन काम गर्छु, म एउटा पनि नराम्रो काम नगरिकन मेरो आफ्नो इथिक्स जोगाएर काम गर्छु भनेर सोचिरहनु भएको छ। उहाँहरुलाई चाहिँ एकदम नै गाह्रो भइसकेको छ। नर्मली पनि एकजना रेस्टुरेन्टमा काम गर्ने वेटरको स्यालेरी 15 देखि 16,000 हुन्छ भनेदेखि ट्राफिक पुलिसको पनि त्यही दाजमा हुन्छ। जबकि उले रोडमा बसेर बिहान दिउँसो बेलुका 8 घण्टा देखि 13 घण्टा ड्युटी खटेर धुलो धुवा खादा पनि उले आफ्नो भइरहेको फ्यामिली 5 जनाको फ्यामिली पाल्नलाई उहाँको आफ्नो एउटा स्यालेरीले पुग्दैन। जब मान्छेलाई पैसाको अभाव हुँदै जान्छ त्यसपछि मान्छेले अन्य उपायहरु सोच्दै जान्छ र यसमा चाहिँ राम्रो उपाय पनि पर्न सक्छ र नराम्रो उपाय पनि पर्न सक्छ। र मानव प्रजातिको सोच नै के हुन्छ भने राम्रो काम गर्दै जानलाई धेरै टाइम लाग्छ र नराम्रो काम गर्ने भने पैसा छिटो आउँछ भन्ने सोच हुन्छ र त्यसैमा करप्सन पर्न जान्छ। सँगसँगै हामी पनि के गर्छौं भने छिटो छरितो र एकदमै चाँडो काम होस् भन्ने चाहन्छौं र हामी चाहिँ चिटको झन्झटमा पर्नु भन्दा सिधै ट्राफिकलाई बरु 1000 को चिट छ भने 500 दिने अथवा त्यस्तै ठुलै गल्ती छ भने 2000 को चिट छ भने बरु 4000 दिएर अनि त्यहाँबाट कसरी छुटकारा छिटो छुटकारा पाइन्छ भनेर हामी अगाडि बढ्न खोज्छौं। र यसमा चाहिँ हाम्रो आफ्नै पनि ठुलो हात छ र सँगसँगै ट्राफिक प्रहरीले पनि हुँदै नभएको अनावश्यक गल्तीहरुमा कहिलेकाहीँ एकदमै रोकेर किचकिच गरेर एकदम सानो भन्दा सानो गल्तीलाई पनि देखाएर जुन माइनर गल्ती जसले चाहिँ कुनै पनि ह्याम्पर गर्दैन थियो भने त्यो गल्तीलाई पनि लगेर एकदम नै यो चाहिँ ठुलै मेजरै गल्ती हो भनेर किचकिच गर्दा 1.5 घण्टा बाटोमा झोलाइदिएर तातो घाममा, गर्मी महिनाको तातो घाममा होस् या जाडो महिनाको चिसोमा खङ्ग्राएर चाहिँ मान्छेसँग पैसा उठाउने प्रवृत्ति एकदमै धेरै बढिरहेको छ र हामीले यस्तो कुराहरु सोशल मिडियामा भिडियोहरुमा पनि देखिरहेका हुनेछौं। र यो कुरालाई मिनिमाइज गर्नु भनेको पहिलो चाहिँ हामी आफैले के सचेत हुनु पर्यो नि, हामी यदि गल्ती गर्छौं भने सजायको भागीदारी छु म भनेर जे छ सरकारले तोकेको नियम अनुसार त्यो हामीले सरकारलाई नै बुझाउने हो भने चाहिँ यो कुरा मिनिमाइज हुन सक्छ र इलिगल पैसा जम्मा हुनु र कलेक्सन हुनु, इलिगल पैसा कलेक्सन गरेर मान्छे अगाडि बढ्नु पनि छोड्छ र हामीले चाहिँ मेन भनेको ट्राफिक प्रहरीहरुको स्यालेरीमा चाहिँ एकदमै ध्यान दिनुपर्ने मैले देखिरहेको छु। पोइन्ट नम्बर 2 को कुरा गर्नु पर्दाखेरि ल्याक अफ एकाउन्टेबिलिटी एन्ड ट्रान्सपेरेन्सी। यो भनेको चाहिँ कुनै पनि ट्राफिक प्रहरीको चाहिँ बैंक खाता चेक हुँदैन, कहाँबाट पैसा आइरहेको छ र कसरी पैसा आइरहेको छ भनेर चेक हुँदैन, किनकि सबै जनताको बैंक खाता चेक गर्न नसके पनि जति पनि अहिले जवानहरु हुनुहुन्छ अथवा ठुलै पदमा हुनुहुन्छ ट्राफिक प्रहरीको उहाँहरुको खाता त चेक गर्न धेरै गाह्रो कुरै छैन, किनभने 12-1500 जना 50,000 जना ट्राफिक भयो भने पनि त्यति गाह्रो हुँदैन उहाँहरुको खाता चेक गर्नु र उहाँकोमा कुन सोर्सबाट पैसा आइरहेको छ र सोर्स खुलाउन नसकेको पैसालाई चाहिँ कसरी आयो भनेर क्वेशन गर्ने कुनै पनि निकाय नै नभएको कारणले गर्दा पनि नेपालमा चाहिँ अहिले एकदमै घुस खाने ट्राफिक प्रहरीहरुले एकदम नै त्यो अब पैसा चाहिँ इलिगल्ली लिने अथवा क्याश पैसा लियो भने कसैलाई पनि थाहा हुँदैन, उले 500 को क्याश लिन्छ र पसलमा लगेर तिर्छ भनेदेखि त्यसमा कसैलाई पनि थाहा हुँदैन कि पैसा लियो लिएन, उले कसरी लियो के हो, त्यो पनि एउटा घुसको रूपमा भयो। र सँगसँगै अहिले यस्तो ट्रेन्ड पनि आइसकेको छ कि कार्ड छोड्दिने अथवा नम्बर छोड्दिने, कुनै कम्पनीको भिजिटिङ कार्ड छ भने भिजिटिङ कार्ड छोड्दिने र उता लगेर चाहिँ केही कुराहरु गिफ्ट गर्ने, रिवार्ड गर्ने ट्राफिक प्रहरीलाई। कस्तो कुरामा रिवार्ड गर्छौं हामी भन्दाखेरि हामीलाई चिट नकाट्देको, हामीले गल्ती गर्दै पनि नसमातेको खण्डमा चाहिँ हामी चाहिँ गएर ट्राफिक प्रहरीलाई अनि रिवार्डको रूपमा दिइरहेको हुन्छौं ट्राफिक प्रहरीलाई। त्यो भनेको पनि एउटा घुस नै हो। यसले पनि मान्छेको मनसायमा के हुन्छ भने स्यालेरी भन्दा बाहेक अरु पनि कमाइ हुन्छ है ट्राफिक प्रहरीमा भन्ने सोच हुन्छ र अहिले पनि हाम्रो भ्रम के भइरहेको छ भने राम्रै काम गरिरहनु भएको ट्राफिक जवानहरुलाई पनि हामीले यसले पनि घुस खान्छ होला भन्ने हामी सोचिरहेको हुन्छ। यो कुराहरु म्यानेज गर्नको लागि चाहिँ मेरो विचारमा चाहिँ मेन भनेको चाहिँ ट्रान्सपेरेन्सी चाहिँ हुनु पर्यो। कति स्यालेरी खान्छ यो मान्छेले र कति चाहिँ बैंकमा जम्मा भएको छ र पुर्ख्यौली सम्पत्ति कति हो र कतिसम्म चाहिँ कमाउन सक्छ र स्रोत के हो, पैसाको स्रोत के हो र खातामा आएको पैसाको स्रोत के हो, त्यो चाहिँ एकदम नै धेरै हेर्नु जरुरी छ। र कसैले कम्प्लेन गर्यो भने त्यो ट्राफिकलाई निलम्बित गर्ने अथवा केही गर्ने अथवा 2-4 दिन सस्पेन्स गर्ने, त्यसपछि त्यो केस तिनी डिसमिस हुन्छ। हैन भने कसैले नि कम्प्लेन गरेन भने त्यही निकाय ट्राफिक प्रहरीकै निकायबाट चाहिँ कहिले पनि सर्भिलेन्स भएको छ जस्तो लाग्दैन मलाई नेपालमा। सो यो कुराहरु चाहिँ सर्भिलेन्स गर्ने, टाइम टु टाइम सर्भिलेन्स गर्ने हो भने चाहिँ अझै मिनिमाइज हुन सक्छ यो करप्सनको कुरा चाहिँ। अर्को कुरा गर्नुपर्दा एकदमै सानो एमाउन्टमा घुस दिने। तपाई 50,000 घुस दिनु पर्यो भने त मन तपाईहरुको चित्त दुख्न सक्छ, मन दुख्न सक्छ, मैले यत्रो पैसा घुस दिए भनेर। तर के हुन्छ तपाईले 100 रुपैयाँ दिएर कुनै ट्राफिकले तपाईलाई छोडिदिन्छ भने उहाँहरुको पनि बाध्यता हुन सक्छ, उहाँहरुको पनि मन नै हो, मान्छे नै हो। हामीले 100 रुपैयाँ दिएर आज ट्राफिकले मलाई छोड्यो भने गल्ती हुँदा पनि छोडेको छ भने यो कुरा सोच्नु भएन कि म खुसी भएर 100 मा 1000 को चिट काटिन्थ्यो, म 100 मा
भनेर खुसी भएर हिँड्ने हाम्रो बानीले गर्दा पनि अलिकति यो चाहिँ घुसको रूपमा परिवर्तन भइरहेको हो। हामीले के सोच्छौँ, मैले 100 रुपियाँ त दिएको हो भने 100 मै काम भयो भन्छौँ, तर ट्राफिक प्रहरीले दिनमा 100 वटा बाइक रोक्ने हो भने कति पैसा कलेक्सन हुन्छ होला आफै विचार गर्नु होला। हो एकजना ट्राफिकको हातमा त नपर्ला, तर कमसेकम एउटा चौकीमा 15-20 जना ट्राफिक भन्दा धेरै हुनुहुन्न र 15-20 जनाको हातमा 100 जना मान्छेले 100 रुपियाँ दिँदाखेरि कति पैसा पर्न सक्छ। र त्यो पैसा इभन त्यो लिगल हो भनेदेखि छुट्टै कुरा हो। लिगल पैसा थियो भने त सरकारले दिनुपर्छ है, 100 रुपियाँ चाहिँ ट्राफिकलाई दिनुपर्छ अथवा 1000 रुपियाँ दिनुपर्छ है भनेर भनेको भए छुट्टै कुरा, त्यो लिगलमा जान्थ्यो, त्यसमा ट्याक्स भ्याट काटिन्थ्यो होला। तर यसमा के छैन भनेदेखि त्यो पैसाको कुनै पनि स्रोत पनि हुँदैन, उसले लगेर कहाँ खर्च गर्छ के गर्छ त्यो पनि थाहा हुँदैन। अनि सँगसँगै के हुन्छ नि, हामी 100 रुपियाँ तिर्दाखेरि हामी कसैलाई नि कम्प्लेन गर्नु पनि जाँदैनौँ र कम्प्लेन गर्ने निकाय पनि छैन नेपालमा वास्तविक कुरा गर्ने हो भने। किनकि 100 रुपियाँको लागि कुनै पनि अदालतले आएर चाहिँ अदालतमा गएर चाहिँ मुद्दा हालेर चाहिँ ट्राफिक पुलिसको त्यत्रो संगठनलाई मुद्दा हालेर कोही पनि मान्छेले मुद्दा जित्ने टाइमसम्म लडिरहनु नै सक्दैन। त्यतिको घरण्डो गरेर बस्नलाई कोहीसँग फुर्सद पनि छैन र नेपालीहरू हामीमा चाहिँ यति धेरै हतारमा हुन्छौँ कि हामी पेसेन्स लेभल चाहिँ एकदमै जिरो भइसकेको छ हाम्रो। रोडमा एकछिन ट्राफिकले रोक्यो भने बरु 100 रुपियाँ दिने फुत्तै हिँडिहाल्ने र मेरो काम सल्ट्यो भन्ने सोच्छौँ। त्यसले गर्दा पनि एकदमै धेरै यो घुसको चाहिँ कुराहरू बढिरहेको छ र हामी जब 2000-3000 माग्छौँ अनि मात्र मोबाइल झिकेर भिडियो बनाउन सुरु गर्छौँ। र अहिले त रिसेन्टली अब यो सोसियल मिडिया बिलको कारणले गर्दा त्यसरी भिडियो बनाउनु नि बिस्तारै इलिगल हुँदैछ। त्यो कुरा पनि विचार गर्नु होला र सकेसम्म हामीले चिट नै काट्न लगाउँ। मेरो विचारमा चाहिँ त्यही नै लाग्छ, सकेसम्म चिट नै काट्न लगाउँ अथवा गल्ती नै नगरौँ। गल्ती नै नभएपछि कसैले समाउँदैन। सो मैले 4th पोइन्टमा राखेको छु ल्याक अफ प्रपर ट्रेनिङ एन्ड इथिक्स। यो भनेको चाहिँ के त भन्दाखेरि हामीले चाहिँ एउटा कुरा के बुझ्नु पर्यो नि, जुनसुकै पदमा काम गरे पनि जस्तोसुकै काम गरे पनि कुल्ली काम गर्ने मान्छेले पनि आफ्नो इथिक्स गुमाएर चाहिँ त्यहाँनेरि बालुवा चाहिँ चोरेर लिएर जाने काम गर्दैन क्या। यो कुरा चाहिँ नेपाल प्रहरीमा अथवा ट्राफिक पुलिसमा यो एकदमै धेरै भइसकेको छ। उहाँहरूलाई के थाहा छैन भनेदेखि म कुन ठाउँबाट आएँ, म कस्तो मान्छे हो, म कुन देशको नागरिक हो, मेरो नागरिकताको कति भ्यालु छ र मेरो यो जुन सरकारी जागिर खाइरहेको मेरो यो पदको कति भ्यालु छ भन्ने कुरा एकदम नै छैन। किनकि कोही मान्छेले अलिकति ठुलो स्वर गर्छ भने थर्काउनु पाइयो, कानुन आफ्नै हातमा छ भन्ने त्यो एउटा रवाफ भयो। अनि सँगसँगै अर्को कुरा के भयो भने कसैले भन्दैन, कसैले सुन्दैन। नेपाली समाजमा के भयो भने पैसा जहाँसुकैबाट ल्याओस् मतलब भएन, घर बनायो गाडी किन्यो भनेदेखि यसले पैसा कमायो भने उसको पछि लाग्ने हुन्छ र यस्तो कुराहरूलाई हामीले मिनिमाइज गर्नुपर्ने हुन्छ। र पैसा छ एउटा मान्छेले धेरै पैसा कमायो अथवा ट्राफिक जवानले गएर अथवा ट्राफिकको ठिकैको पोस्टको मान्छेले गएर ठुलै पोस्टको मान्छेले गएर केही कुराहरू जम्मा गरिरहेछ एक्कासी आइरहेछ भनेदेखि हामी समाजमा त देख्छौँ। समाजमा देख्दाखेरि त्यो कुरालाई हाई गर्नुभन्दा पनि स्रोत कसरी आयो भनेर त्यो कुरातिर लाग्ने हो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ। अनि सँगसँगै ट्राफिक पुलिसको ट्रेनिङमा होस् या हरेक हप्ता होस् या 2 महिना हप्ता 2 महिना यो कुरा त भइरहेको पनि हुन्छ जस्तो लाग्छ मलाई। तर त्यो हुँदै पनि अझ राम्ररी ट्रेनिङ नपुगेको हो कि जस्तो लाग्छ। त्यो ट्रेनिङमा चाहिँ के गर्न सकिन्छ भने यसरी घुस खानु भनेको हाम्रो इथिक्स भन्दा बाहिरको हो। इथिक्स भनेको के हो, नर्म्स भनेको के हो र यो पदमा डिसिप्लिनको कतिको प्रभाव पर्छ, डिसिप्लिनले हामीलाई कस्तो गर्छ र भोलि समाजले हामीलाई कुन रूपमा हेर्छ भन्ने कुरा चाहिँ एकदमै चिनाउनु जरुरी छ जस्तो लाग्छ। माथिको बुझेको पदहरूले चाहिँ तलको पोस्टलाई सिकाउने हो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मेरो विचारमा। र सँगसँगै हामी चाहिँ के सोच्छौँ भनेदेखि वर्दी लगाइसकेपछि निलो ड्रेस लगाइसकेपछि हामीले जे गर्दा पनि हुन्छ भन्ने कुरा सोच्छौँ। र तपाईहरुबाट नि गल्ती भइरहेको हुन सक्छ, ट्राफिक सरहरुबाट नि गल्ती भइरहेको हुन सक्छ, नहुने भन्ने चान्सै हुँदैन। किनकि तपाईहरु पनि मानव प्रजाति नै हो, हामी पनि नर्मल चलाउने मानव प्रजाति नै हो र तपाईहरु नि सवारी लिएर हिँड्नुहुन्छ, हामी पनि सवारी लिएर हुन्छ। मात्र फरक के हो नि तपाई वर्दीमा हुँदाखेरि चाहिँ के सोच्नुहुन्छ भनेदेखि अब हामीले जे गर्दा नि हुन्छ, हामीले घुस माग्दा नि भयो। यो गाडी मन्त्रीजीको गाडी हो, हेर्नुस् यो नम्बर प्लेट देखाउँ। यो गाडीले विभिन्न ठाउँहरुमा लेन क्रस गरेको छ, कारबाही गर्नुहुन्छ होला नि सर, अफिसमै गएर बुझ्नु। घुस डाइरेक्टली त मागेको मलाई अहिलेसम्म थाहा छैन। ट्राफिक प्रहरीले घुस दिनुलाई प्रेरित गर्ने चाहिँ जनता नै हुन्छ सुरुमा, अनि त्यसपछि बल्ल उहाँहरूले बाध्यता बस अब होस् त्यतिकै छोड्नु भन्दा यति पैसा लिदियो भने अलिकति सुधार आउँछ कि यो मान्छेमा भनेर नि छोडेको हुनसक्छ। तर त्यो पैसा डाइरेक्ट खल्तीमा हाल्दा चाहिँ अलिकति नराम्रो हो कि जस्तो लाग्छ। र ट्राफिक सरहरूले पनि त्यस्तो खण्डमा सकेसम्म चिट काट्नुमै अगाडि बढ्नु होला। त्यो भयो नि त्यसमा क्लास हुने भयो, हरेक चिज हुने भयो। त्यसले चाहिँ मान्छेलाई के हुन्छ नि मेरो 2 दिन 3 दिनको टाइम जान्छ, अब मैले गल्ती गर्नु हुँदैन भन्ने जस्तो हुँदै जान्छ कि जस्तो फिल हुन्छ मलाई चाहिँ। र 5औं पोइन्टमा कुरा गर्नुपर्दा पोलिटिकल इन्फ्लुएन्स र प्रेसरको कुरा आउँछ। यो भनेको चाहिँ एकदम नै धेरै अहिले नेपालको लागि चाहिँ सबैभन्दा बिगारा नै मलाई यो यही चिज हो जस्तो लाग्छ। किनकि यति धेरै भातृ संगठनहरू छ, यति धेरै पार्टीहरू खुलिसकेको छ कि नेपालमा अब 100 जना मान्छे जम्मा भयो भने नि त्यहाँनेरि एउटा पार्टी खुल्छ र उनीहरूले आफ्नो पावर चाहिँ देखाउनु खोजि नै हाल्छ क्या। किनभने तपाईँ एउटा गाडी लिएर हिँडिरहनु भएको छ, तपाईँ नेभीसँगको एउटा नेता नै हुनुभयो भने सिधै उसले के भन्छ नि म माथि फोन गर्छु, मन्त्रीसँगलाई फोन गर्छु भन्ने धम्की आउँछ। त्यो आउँदाखेरि के हुन्छ भने ट्राफिक प्रहरीमा पनि त जागिर त्यत्रो 5औं वर्ष 6औं वर्ष
वर्ष दुःख गरेर अथवा आफ्नो ड्रिम हुन्छ एउटा ट्राफिक प्रहरीमा जागिर खाने त्यो कुराहरूलाई चाहिँ उसले सोच्दाखेरि के हुन्छ भने मैले चाहिँ अब छोडिदिनै पर्ने रहेछ भन्ने सोच आउँछ र त्यसरी छोड्दै जाँदाखेरि अब हिजो नेताको लागि त मैले छोडिदिएको थिएँ भने आज नर्मल सर्वसाधारण जनतासँग अलिअलि पैसा लिन्छु छोडिदिन्छु भन्ने धारणा आउँछ जान्छ र जुन चाहिँ कुरा पोलिटिकल पावर भएको मान्छेले भनेको त समाजलाई सुधारतिर लानुको साटो अझै बिगार्नेतिर लगिरहेको छ जस्तो लाग्छ मलाई कतै गाडीमा केही भयो एक्सिडेन्टै भयो भने पनि पोलिटिकल प्रेसर माथिबाट छ भने गल्ती जसको छ गल्ती हुनेको पनि गल्ती देखाउँदैन ट्राफिक प्रहरीहरूले यो कुरा मैले धेरैचोटि भोगि पनि सकेको छु र धेरै मान्छेहरूले सोसियल मिडियामा हालि पनि रहनु भएको छ यो कुरा उठिरहेको हुँदा हुँदै पनि अझै पनि हामी ट्राफिक प्रहरीलाई नराम्रो भन्दैछौँ भन्दा पनि ट्राफिक प्रहरीबाट यो आउँदैन कि हामी सुधार गर्छौँ राम्रो हुनुपर्छ हामीलाई जनताले नराम्रो भनिरहेको छ भनेर सुधार आउँदैन किन सुधार आउँदैन भने माथिबाट पोलिटिकल प्रेसर आइरहेको हुन्छ उनीहरूको काम गरिदियो भने पद पनि बढ्ने सबै थोक राम्रो हुने तर नगरिँदाखेरि भोलिको दिन सरुवा हुने विकट ठाउँमा सरुवा हुने राम्रै पदमा भइरहेको मान्छेलाई राम्रै काम गरिरहेको मान्छेलाई पनि नराम्रो भनेर फसाउनु खोज्ने यो वाला चाहिँ एकदमै नराम्रो वाला पोलिटिकल खेल हुने भएकोले चाहिँ ट्राफिक सङ्गठन पनि बिग्रिरहेको छ र जनता प्लस हामी आफै जनता नै त हो नि पोलिटिक्समा जाने भनेको नि हामी आफै जनता हो र जति पनि पोलिटिक्समा गइरहेको छौँ र जति पनि नेता भइरहेको छौँ अलिकति पद छ पावर छ भने त्यो पद पावरलाई चाहिँ गलत ठाउँमा दुरुपयोग नगरौँ पैसा त नतिर्नु होला तपाईँहरूले तर तपाईँको पावर देखाएर म यस्तो नेताको छोरा हो म नेताको दाइ हो म नेताको भाइ हो मेरो अङ्कल यो पदमा छ मेरो अङ्कल डिआइजी छ आइजी छ भनेर नातावाद कृपावाद लगाएर चाहिँ होइन मलाई छोडिदिनुपर्छ भन्ने जहिलेसम्म हाम्रो धारणा हुन्छ त्यो बेलासम्म चाहिँ करप्सन इन हुन्छ जस्तो लाग्दैन सो अब कुरा गर्दा गर्दै हामी अन्तिमतिर आइसकेको छौँ र के चाहिँ गर्न सकिन्छ त अब हामी यो करप्सनको लागि इन गर्नको लागि र मेरो धारणा मात्रै प्रस्तुत गर्नेछु यसमा तपाईँहरूको धारणा के छ त्यो कमेन्ट बक्समा लेख्नु होला र मेरो धारणामा चाहिँ मुख्य पोइन्ट भनेको हामी आफू सचेत हौँ कुनै पनि ट्राफिक प्रहरीले तपाईँसँग डाइरेक्ट घुस माग्छ जस्तो मलाई लाग्दैन यदि मागिहालेको खण्डमा तपाईँसँग अझै पनि हातमा मोबाइल छ र अझै पनि कुनै पनि त्यस्तो सोसियल मिडिया बिलहरू पास भइसकेको छैन कि तपाईँलाई कानुन लागोस् तपाईँले ट्राफिकको भिडियो खिचेर हाल्दैमा तपाईँलाई भोलिको दिन जेलको कस्टडीमा गएर बस्नुपर्छ भन्ने छैन गलत कामहरूको चाहिँ भिडियो खिच्नु मिल्यो राम्रै काम गरिरहेको मान्छेलाई चाहिँ गलत देखाएर भिडियो खिच्ने आफूले गल्ती गरेर अरूलाई गलत देखाउने हिसाबले भिडियो खिच्नु चाहिँ भएन हामी आफै सचेत भएर 100 रुपियाँ तिर्दैमा मलाई छोडिदिन्छ भनेर 100 रुपियाँ तिरेर हिँड्नुभन्दा बरु 1000 तिर्नुहोस् गल्ती नगरोस् अर्कोचोटिबाट मेरो त्यति नै हो भनाइ भनेको र अर्को कुरा भनेको पोलिटिकल पावरमा जति पनि साथीभाइ दाजुभाइ अङ्कल आन्टी हुनुहुन्छ तपाईँहरूले चाहिँ एउटै मात्र के सोच्नु पर्यो भनेदेखि तपाईँलाई त्यो पावर दिएको हामीले राम्रो कामको लागि हो समाजलाई राम्रो तर्फ लैजाने सुधारतर्फ लैजानको लागि दिएको र त्यसबाट चाहिँ तपाईँको आफ्नो स्वार्थको लागि भनेर चाहिँ त्यो पावरमा जनताले पुर्याएको पनि हुँदैन र त्यस्तो सानो सानो कुरामा लगेर तपाईँले आफ्नो पावरले देशै बेचेर खानुहुन्छ भने छुट्टै कुरा हो अब त्यसमा कुनै रोकटोक भएन तर कमसेकम सकिने थियो भने ट्राफिक नियम भनेको त एकदमै सानो मेजर हरेक देशमा यसलाई एकदम सानो रूपमा लिन्छ त्यस्तो मेजर कुरै होइन ट्राफिक रुल्स भनेको त्यो ट्राफिक रुल्सलाई पनि राम्ररी फलो गराउन सक्नुहुन्न जनताहरूलाई सचेत गराउन सक्नुहुन्न जेब्रा क्रसिङ कहाँ हो के हो कसरी रोड काट्ने कुन लेनबाट हिँड्ने कसरी हिँड्ने यो लाइसेन्स लिनुभन्दा अगाडि नै सिकाउनु जरुरी हुन्थ्यो त्यो पनि सिकाउने त्यति एउटा नियम पनि चेन्ज हुन सक्दैन भने चाहिँ देशको विकास हुने त टाढै कुरा भइगयो यही रोडमै एक्सिडेन्ट भएर हरेक दिन मान्छे मरिरहेको छ त्यो कुरा नि कसैलाई ध्यान छैन र सधैँभरि यस्तै नै भइराख्ने हो भनेदेखि दिनमा 200 जना चाहिँ हरेक दिन नेपालबाट रोड एक्सिडेन्टबाटै मान्छे जनता सकिँदै जान्छ जस्तो लाग्छ सो आजलाई यति भन्दै भिडियोलाई इन गर्न चाहन्छु र यो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि तपाईँलाई के लाग्छ ट्राफिक प्रहरीले भोलिको दिनमा राम्रो काम गर्दै जाला कि नगर्ला र तपाईँलाई के लाग्छ करप्सन हटाउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला यस्तै कन्टेन्टको लागि हस्त धन्यवाद के बोल्यो